म त अफिस जान्छु डकुमेन्टै नदिकन यो भाइ मेरो डकुमेन्ट तिमीले सिकाउनु त होइन फेरि बोल्न सिक है त होइन बुझ्यो म ट्राफिक चढाएर लिएर जान्छु बुझ्यो ट्राफिक चढाएर तिमी हो ए बाबा तिमीले साँचो खिच्यो भने त एउटा कुरो भनौँ ट्राफिकलाई हुँदैन साँचो खिच्न अधिकार तिमी हातमा तँ भाग्दैन बुझ्यो बुझ्यो तिमी भागमा तँ भाग्दैन ट्राफिक मेरो मोटरमा हात हुँदैन नि अफिस जानु ल हामी चाहिँ हस्पिटल जान लागेको हो त्यो भाइले भनेको कुरा ठिकै हो क्या अब कति महिना छ अब तिम्रो वारेन्टी कति हुन्छ यो 5 वर्षको वारेन्टी छ छोकै छैन त उनीहरूले सुनै पर्दैन ब्याट्री अनि बम्पर बनाउने हो नि त सुनै पर्दैन त ठिक छ उहाँले वारेन्टीको रिस्क ल्याओस् न म दिन्छु गाडी बनाउन किन नदिनु मलाई यहाँ कति छ गाडी दिनलाई कस्तो कुरा म चाहिँ अहिले टाटाको सर्भिस सेन्टरभित्र आइपुगेँ अनि यहाँ चाहिँ अब उसको गाडी चाहिँ मैले आज बनाइदिन लागेको अनि त्यसपछि उसले चाहिँ बाहिर बनाउनै नमिल्ने भन्ने हो बाहिर चाहिँ नबनाउने रे उसको गाडी चाहिँ यहीँभित्र बनाइदिनु पर्ने रे सर्भिस सेन्टर टाटाको सर्भिस सेन्टरभित्र इभी गाडी भएर बनाउनु पर्ने रे त्यसैले चाहिँ म चाहिँ यहीँ बनाइदिनु लागेको उसको गाडी चाहिँ आज हेलो साथीहरू के छ खबर सबैजना सन्चै आरामै हुनुहुन्छ होला मलाई चाहिँ अलिकति बिसन्चो छ होइन हजुरहरूले देखिराख्नु भएको छ भिडियो चाहिँ मैले देखाइरहेको छु सबै म डिटेल्सहरू हालिदिन्छु के भएको मसँग चाहिँ के भएको छ होइन अनि त्यसपछि के भयो भन्दाखेरि स्टार्टिङ पोइन्टमा त्यतादेखि म बानेश्वर जाँदाखेरि मेरो चाहिँ एक्सिडेन्ट भयो एक्सिडेन्ट पनि कस्तो भयो भन्नुहुन्छ भने अगाडिको गाडी अगाडिदेखि स्कुटी आइरहेको रहेछ अगाडिदेखि स्कुटी आउँदाखेरि ट्याक्सीले चाहिँ त्यो स्कुटीलाई बचाउने चक्करमा डिस्क ब्रेक हान्यो डिस्क ब्रेक हान्दाखेरि अनि त्यसपछि म चाहिँ पछाडिबाट झुक्किएर अनि मेरो बाइक चाहिँ त्यो गाडीसित ठोकियो त्यो गाडीसित ठोकिँदाखेरि अनि उसको ट्याक्सीको चाहिँ ड्यामेज भयो मेरो बाइक पनि ड्यामेज भयो पुरै सबै अगाडिको मोपेटहरू अगाडिको त्यो उहरू सबै गएको छ होइन अनि त्यसपछि त्यो भिडियो पनि राखिदिन्छु के भएको छ कसरी भयो एक्सिडेन्टहरू होइन अनि त्यसपछि अनि उसले चाहिँ हामीले मिलाऊँ अनि त्यसपछि मैले खर्च गरिदिन्छु यताउति बेहोर दिन्छु बरु जति जति आहा हजुरको भनेर भन्दाखेरि चाहिँ ट्याक्सीवालाले चाहिँ मानेन अनि नमान्दाखेरि ट्याक्सीवालाले चाहिँ अनि उसले चाहिँ के भन्छ भन्दाखेरि म चाहिँ अफिसमै जान्छु अफिसमै गएर कुरा गर्छु अनि उसको चाहिँ के रहेछ मनसाय भनेपछि अफिसमा चाहिँ अलिकति चिनजानको मान्छेहरू रहेछ या त के रहेछ आई डोन्ट नो होइन अनि उसले चाहिँ पहिला पनि यस्तो केसहरू धेरै ह्यान्डल गरिरहेको रहेछ भन्नाले भइरहेको उसित चाहिँ यस्तो भइरहने किन भन्दाखेरि काठमाडौँमा हजुरहरू होइन ड्राइभ गर्दै हुनुहुन्छ भनेपछि यस्तो कुराहरूदेखि धेरै अवेर हुनुपर्छ साथीहरू यस्तो केसहरू कति हुन्छ होइन कसरी मान्छेहरूले म्यानिपुलेट गर्छ कसरी फसाउँछ कहाँ फसिन्छ थाहै हुँदैन साथीहरू सिरियसली अनि चाहिँ उसले चाहिँ चिनजानको रहेछ अनि त्यसपछि गएर वहाँ जाँदाखेरि उसको ट्राफिकको क्यामेरामा र उसको आउनुभन्दा पहिला के मोबाइलमा फोटो आउनुभन्दा पहिला त्यो मान्छेकोमा चाहिँ पहिले भिडियो आइदिइरहेको पहिले भिडियो आएको भनेपछि केही न केही लिङ्क भएर नै हो उसले चाहिँ होइन अनि मलाई चाहिँ सेयर गर्यो उसले देखायो यस्तो यस्तो भयो होइन अनि उसले चाहिँ मैले भिडियो पनि राखिदिन्छु उसले चाहिँ सुरुमा चाहिँ के गर्दै थियो भन्दाखेरि स्कुटीवालालाई स्कुटीवालालाई बेहोर्ने खर्च चाहिँ तेरो गल्तीले खास उसले चाहिँ रङ साइडमा स्कुटी हालेको अनि ट्याक्सीवालाले चाहिँ ब्रेक हान्दाखेरि अनि म चाहिँ पछाडिबाट धस्सिएको झुक्किएर धस्सिएँ भन्नाले मैले पनि कन्ट्रोल गर्न खोजेको हो समथिङ मेरो 30-40मा स्पिड थियो नर्मली अब के हुन्छ भन्दाखेरि हाइवेमा 30-40मा हान्दा पनि कहिलेकाहीँ ब्रेकहरू हान्दा पनि गइ नै हाल्छ कि अगाडि भन्नै सकिँदैन अनि त्यो अवस्थामा चाहिँ मैले ब्रेक हानेको हो कन्ट्रोल गर्दाखेरि मैले चाहिँ के गरेँ भन्दाखेरि त्यो ट्याक्सी जान्छ होला अलिकति अगाडि बढ्छ होला भन्ने सपोज त्यो सोच भएर अनि मैले चाहिँ बिस्तारै क्लच दाबेर ब्रेक हानेको ब्रेक हान्दाखेरि चाहिँ गाडी खुल्ला गरेर एकदम रिलिज गरेर गाडीलाई अनि ब्रेक हान्दाखेरि चाहिँ कन्ट्रोल अलिकति नभएर ट्याक्सीमा धसियो ट्याक्सीमा धसिँदाखेरि अनि उनीहरूले चाहिँ के भन्छन् अफिसमै जान्छौँ हामी अफिसमै गएर कुरा गर्छौँ हेन देन दुनियाँदारी अनि त्यसपछि अफिसमा गयौँ अफिसमा कुरा गर्दाखेरि उनीहरूले चाहिँ के हुँदो रहेछ भन्दाखेरि काठमाडौँको नियम काठमाडौँ होइन नेपाल अधिराज्यभरि मलाई लाग्छ विदेशतिर पनि त्यस्तै हुन्छ सायद के हुन्छ भन्दाखेरि पछाडिबाट हान्नेको गल्ती हुन्छ फर्स्ट अफ अल हजुरहरूलाई यो जानकारी होस् पछाडिबाट हान्नेको गल्ती हुन्छ अनि नियममा पनि त्यही छ पछाडिबाट हान्नेकै गल्ती मानिदो रहेछ अनि मलाई चाहिँ उनीहरूले चाहिँ मलाई चाहिँ ब्लेम गरे तपाईँकै गल्ती छ यताउति भनेर होइन पहिला चाहिँ हजुरलाई मैले बेहोर दिन्छु भनेर ट्याक्सीवालाले भन्दै थियो तपाईँको खर्च गरिदिन्छु मैले कति आउँछ के आउँछ तर मलाई यो स्कुटीवालाले बेहोर्नु पर्यो मेरो खर्च समथिङ 20,000 जति आउँछ भनेर भन्दै थियो
तर त्यस्तो अवस्थामा अनि त्यसपछि हामी चाहिँ सोरुम गयौँ, त्यहाँ हामीले रिपोर्टहरू लेखायौँ, यताउति गऱ्यौँ। अनि त्यसपछि हामी सोरुम गयौँ। त्यो ट्याक्सी पर्सनल इभी गाडी हो, इभी कार हो। अनि त्यो चाहिँ के हुँदो रहेछ भन्दाखेरि उसले चाहिँ ट्याक्सी चलाइरहेको, त्योलाई चाहिँ ट्याक्सी बनाएर चलाएको। अनि सोरुम जाँदाखेरि हामी सोरुम गयौँ, सोरुमले चाहिँ 36,000 को बिल निकाल्यो साथीहरू। त्यत्रो महँगो कस्ट निकाल्यो। म सामान्य बाइक होला, मलाई त लास्टै भारी पर्यो साथीहरू, यस्तो भारी पर्यो कि कुरै छोड्दिनँ। अनि त्यसपछि अनि उसले चाहिँ ट्याक्सीवालाले के भन्छ, म बाहिर बनाउँदिनँ मेरो, म त्यो भिडियोहरू पनि फोटोहरू पनि सबै राखिदिन्छु यसमा होइन, हजुरहरूले हेर्नु होला। उसले चाहिँ के भन्छ, मैले बाहिर बनाउँदैन, मेरो वारेन्टी हुन्छ, मेरो इन्सुरेन्स हुन्छ, कसले बेहोर्छ, बाहिर बेहोर्न मिल्दैन, अरूले बेहोर्दिन, हजुरले वारेन्टीको ऊ लिनुहुन्छ भनेर भन्छ। अनि त्यति गर्दा समेत नभएपछि अनि ठिक छ, मैले तेरो खर्च चाहिँ बेहोरिदिन्छु भनेर मैले उसको खर्च चाहिँ बेहोरिदिन्छु भनेर। अनि के भएछ भन्दाखेरि मेरो हात चाहिँ इन्जर्ड भएछ होइन, मेरो हात चाहिँ पुरा फ्र्याक्चर भएछ। यो चाहिँ फ्र्याक्चर भन्दा नि इन्जर्ड भनौँ, नर्मली चोट लागेको हो। अनि अरूलाई चाहिँ केही चोटपटक केही पनि लागेन। ट्याक्सीको चाहिँ ओभरअल खर्च 36,000 समथिङ। अनि मेरो बाइक त अब के कुरा गर्ने, मेरै गल्ती भनेपछि त अब मैले आफ्नो बाइक बनाउनु पऱ्यो। मेरो हातको खर्च, मेरो यताउति दुनियाँ सबै मै माथि थुपारिएको छ त्यो बिलहरू चाहिँ। पोइन्ट बी नोटिस साथीहरू, कहिले पनि काठमाडौँमा पछाडिबाट ठोक्नेको गल्ती हुँदो रहेछ। मलाई पनि थाहा थिएन यो नियमहरू के हो, कहाँ हो, कसरी हुन्छ, के हुन्छ होइन। अनि ट्याक्सीवालाले नि बारम्बार भनिरहेछ कि मैले चाहिँ त्यहाँ 5,000 दिनुपर्छ भन्छ। के हो यो सिचुएसन मैले बुझ्नै सकेको छैन। उसले सायद आई थिङ्क मलाई लाग्छ मलाई डराउनलाई, धम्की दिनलाई, अनि यो डराइहाल्छ, यसले चाहिँ यतिकै पैसा तिर्दिहाल्छ कि भनेर सायद त्यो चाहिँ गर्न खोजेको हो। त्यो अब उसको मनसाय के हो मैले पनि बुझ्न चाहिनँ खासै होइन। उसको चाहिँ मैले अब साधन खर्च उसको बेहोरिदिनै पर्छ, एउटा मानवताको हिसाबले पनि म भागिनँ होइन। मैले चाहिँ हुन्छ ठिक छ, जाम अफिसमै जाम, कुरा गरौँ भन्ने सहमतिमै आएर हामी चाहिँ अफिस गएको हो। अनि त्यसपछि साथीहरू, यदि काठमाडौँमा राइड गर्दै हुनुहुन्छ हजुरहरूले भने चाहिँ एकदम केयरफुल हुनु होला, अवेर हुनु होला। म चाहिँ एकदम सचेत भइसकेँ यो दुर्घटनादेखि लिएर चाहिँ। अनि मेरो बाइक चाहिँ अहिले कोटेश्वर त्यही अफिसमै छ, मेरो बाइक त्यहीँ छ। ट्याक्सीवालाले चाहिँ के गर्यो भन्दाखेरि, ट्याक्सीवाला यस्तो बाटो यति चलाक छ होइन, यस्तो चलाक छ ट्याक्सीवालाले चाहिँ। सोरुममा गएर के हो कस्तो हो, यस्तो नभएको चिज पनि, केही मैले नबिगारेको जस्तो, मैले नठोकेको चिजलाई पनि उसले ब्लेम गरिरहेको छ, यो तपाईँले फुटाल्नु भएको भनेर। अनि त्यसपछि थपिरहेछ एक्स्ट्रा यत्रो बिल बनाए। 36,000 को बिल भनेको नर्मल होइन साथीहरू। एउटा मिडल क्लास फ्यामिलीलाई 36,000 को बिल एउटा सोरुमले निकाल्छ भने त्यो नर्मल होइन। तर उसले चाहिँ त्यत्रो बिल निकाल्यो। अब मैले चाहिँ तिर्नै पर्यो जसरी पनि, किन भन्दाखेरि पुलिस केस भइसक्यो, दुनियाँदारी यताउति भइसक्यो, मैले चाहिँ तिर्नै पर्छ त्यो बिल चाहिँ होइन। मैले चाहिँ तिर्दिनँ, म भाग्छु भन्ने पनि हुँदैन, मैले चाहिँ तिर्नै पर्छ, आधिकारिक रूपमै मैले तिर्छु त्यो बिल चाहिँ। तर यो चाहिँ अलिकति अनफेयर भयो जस्तो लाग्यो मसित चाहिँ होइन, के हो कस्तो हो। अब त्यो चाहिँ ऊपरवाला सब देख्दा है, सबको सब देख्दा है, कसले कति खान्छ, कसले कति खान खोजेको हो, यो सबै मलाई थाहा छ। आई थिङ्क मलाई लाग्छ यसमा सबैको मिल्यो मतो छ, कसको छ त्यो चाहिँ मलाई लाग्दैन मैले खुलाउनु पर्छ होइन। तर सबै माथि भगवान् छन्, भगवान्ले सबैको न्याय गर्छन् मलाई लाग्छ। अनि यसमा चाहिँ मैले देखेँ, मैले आफैले अनुभव गरेको कुरा, मैले भोगेको कुरा हजुरहरूलाई सेयर गर्दैछु साथीहरू। यस्तो अवस्था हुन्छ, यस्तो सिचुएसनहरू आइपर्छ काठमाडौँमा। सानो एक्सिडेन्ट मात्रै भयो भने पनि हजुरको यस्तो खर्च निकालिदिन्छन् तिनीहरूले। सबै नभएको नबिग्रेको चिज, मैले नगरेको चिज पनि उनीहरूले ब्लेम गर्छन्, हजुरले गरिदिएको भन्छन्, यो ऊ एन्ड देन। नर्मली एउटा जस्तो मैले गर्दैछु, मैले गरिदिन्छु भन्दा पनि, अनि जस्तो ट्याक्सीको पछाडिको भागमा हान्दा उनीहरूको सेन्स कस्तो हुन्छ भन्दाखेरि पुरा इन्जिनै खोलेर बनाइदिने टाइपको के त्यो चाहिँ सेन्स हुन्छ कि, त्यो एकदम नराम्रो प्रवृत्ति हो होइन। अब अनि त्यसपछि अब पछाडिबाट हान्नेको गल्ती भएपछि त मैले अभियसली मैले मानि पनि रहेको छु, मैले मान्नु पनि पर्छ मलाई लाग्छ मैले। तर यस्तो छ के छ भन्दाखेरि साथीहरू, अलिकति अवेर हुनु होला हजुरहरू चाहिँ, यस्तो कुराहरूदेखि सतर्क हुनु होला। के हुन्छ थाहै हुँदैन, कोसित मिलेको छ, को कहाँ छ, कसको कनेक्सन कस्तो छ, के छ थाहै हुँदैन यहाँ चाहिँ। तर मलाई चाहिँ म आज 2 दिन भयो, मेरो अनुभवले मैले बुझेअनुसार, मैले यताउति सबै बुझेअनुसार मैले सबै थाहा भइसकेँ के छ
चलखेल हुन्छ कस्तो हुन्छ लाइक होइन यो कुराहरू सेयर म चाहन्छु हजुरहरू अवेर हुनु हजुरहरूले बुझ्नु यो कुराहरू मलाई यो खासै त्यो सेयर गर्नुपर्छ भन्दा पनि हजुरहरूको चेतनाको लागि हजुरहरूले यदि काठमाडौँमा काठमाडौँमा होइन जुनसुकै ठाउँमा पनि बाइक चलाउँदै हुनुहुन्छ भने कहिले पनि पछाडिबाट ठोक्नेको गल्ती हुन्छ भनेर कसरी ब्लेम गर्छन् कसरी उनीहरूले एकतर्फा भएर कसरी घचेट्छन् एउटै उसमा कसरी लागि पर्छन् भन्ने कुराहरू चाहिँ हजुरहरूले फिल गर्नुहुन्छ त्यसैले म चाहन्छु त्यस्तो हजुरहरूसित नहोस् जुन मसित भछ मेरो कन्डिसन अहिले मेरो मेन्टली फिजिकली म चाहिँ एकदम विक छु साथीहरू होइन मेरो बाइक जहाँ छ कोटेश्वर चौकीभित्र छ पुलिस स्टेसनभित्र छ त्यहाँ चाहिँ अब चाहिँ म चाहिँ त्यहाँ जाँदैछु त्यहाँ चाहिँ अब मेरो बाइक चाहिँ त्यतातिर राखेको छ मिलाएर भन्दा नि पहिला चाहिँ बाहिर थियो आज चाहिँ भित्र हालिभ्याएछ र झन्जिर लगाएर राखेको छ बाइकलाई चाहिँ भित्रै छ मेरो चाहिँ लेट चाहिँ के हुन्छ प्रोसेस अनि सहमति पत्र अनि त्यसपछि के बनाउनु पर्दो रहेछ त्यो सबै भ्याएर के हुन्छ अनि यत्तिकै खर्च आउँछ त यत्रो धेरै अनि हल्का कुच्ची त्यो कुच्चीको त थोरै अनि हल्का नि लो हेर्नु भनेर नि अर्को पनि फोटो आयो त्यस्तो भयो क्या सबै बाइक यस्तो गाडी गराउन 31,000 लाग्छ बाइक बनाउन